स्वर्गीय चन्द्र स्मृति कप 2082 मा जहाँ खेल मात्र थिएन, एउटा जीवनको गहिरो कथा पनि बुनिँदै थियो। सबैजना खेलमा रमाइरहेका थिए, तर दर्शक दीर्घाको छेउमा एउटी बालिका हातमा पानीको बोतल त कहिले टाउकोमा काँक्रोको टोकरी राखेर चर्को घाममा यताउता हिँडिरहेकी थिइन्। उनी खेलाडी थिएनन्, तर उनका सङ्घर्षहरूले जितिरहेका थिए सबैको मन। उनी बालिकाको मेहनत देखेर गुरुबाकोट ग्यालरीले मेहनती बालिका भन्दै एउटा भिडियो पोस्ट गर्यो। उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भयो। धेरैले हेरे, भावुक भए र समर्थन पनि जनाए। सामाजिक सञ्जालकै माध्यमबाट उक्त भिडियो गुरुबाकोट नगरपालिकाका प्रमुख मेयर हस्तपुञ्जसम्म पुग्यो। विशेष गरी यो गुरुबाकोट ग्यालरीले अस्ति एउटा खेलकुदको क्रममा चाहिँ एउटा भिडियो बनाएको थियो। भिडियो हेरे मनमा पनि अलिक त प्रश्न छियो पनि, र यस्तो सानो नानी मनभर एउटा चाहिँ एकदम अब उज्यालो अनुहार त थियो होइन। अब तर आर्थिक अवस्थाले गर्दा उसले पठन पाठन किन गर्न नसकेको हो कि भन्ने चाहिँ मलाई मनमा कता कता लागिराख्यो। अनि त्यसपछि मैले उसको चाहिँ अब हिस्ट्री बुझ्नु खोजेँ के रहेछ भन्ने कुरा। परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर थियो। भाडामा बस्दै आएका उनीहरूको आफ्नै घर थिएन। पारिवारिक स्थायी आम्दानी थिएन। उनकी आमा मानसिक रोगसँग जुधिरहेकी थिइन्, तर त्यो बालिकाको अनुहारमा देखिएको मुस्कानभित्र गहिरो पीडा लुकेको थियो। घर पनि छैन, अर्काको घरमा भाडामा बसिन्छ। अब हाम्रो सम्पर्कमा सदैव हाम्रो चिनजान सम्पर्कमा भएको लोभेन हो। सर्वसम्मतिभन्दा अगाडि पनि धेरै सम्पर्क बस्छ। यो ठाउँका धेरै बालबच्चाहरू पनि त्यो ठाउँमा चाहिँ गएर आफ्नो चाहिँ भविष्य निर्माण गरेको अवस्था चाहिँ छ, र त्यही ठाउँमा पठाउन सकिन्छ कि भनेर उहाँ चाहिँ सम्पर्क गरे। त्यसपछि उहाँहरूले पनि यसलाई सहज रूपमा एउटा आफ्नो प्रक्रिया पुर्याएर लान सक्ने कुराको एउटा चाहिँ सहमति दिनुभयो। त्यस कारण उहाँहरूलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु, र सँगसँगै नानीको उज्जवल भविष्यको कामना पनि गर्न चाहन्छु। भोलि नानीको चाहिँ तपाईँको स्टोरी जसले चाहिँ तपाईँको ल्याइदिनु भयो र हामीलाई पनि यहाँसम्म आइहुने एउटा बात रहनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र लभ एन्ड होप नेपाल चाहिँ गुरुबाकोट मात्र होइन, विगत 8 वर्षदेखि 11वटा जिल्लामा 200जना बालबालिकाको क्षेत्रमा चाहिँ काम गरिरहेछौँ। र यो जुन अहिले नानीको छ, हामी कक्षा 1 देखि 12 कक्षासम्म हामी चाहिँ अनिवार्य शुल्क शिक्षा हामी दिन्छौँ, र बाँकी रहेको अवस्थामा नानीले एकदमै राम्रो गर्दै गयो भने चाहिँ हामीले 12 कक्षा पछाडि चाहिँ हाम्रो चाहिँ फेरि सेलेक्सन हुन्छ। त्यो सेलेक्सनमा यदि राम्रो गर्न सक्यो, नानीले भने जस्तो चाह्यो भने चाहिँ फेरि हामी त्यो पनि अवसर चाहिँ हामी सिर्जना गर्दछौँ। र संस्थाले यहाँसम्म ल्याइ पुर्याउनको लागि विशेष गरी हाम्रो नगर प्रमुखज्यूकै सक्रियतामा हामी यहाँ आइपुगेका हौँ। अब त्यो सानी नानी जसले कहिले काठमाडौँ आउन सक्ने कल्पना पनि गरेकी थिइन्, आज उनी उज्यालो भविष्यको लागि काठमाडौँ जाँदैछिन्। कहिलेकाहीँ एउटा सानो भिडियोले पनि जीवन बदल्न सक्छ, र एउटा सही पहल उज्यालो भविष्यको ढोका बन्न सक्छ। गुरुबाकोट ग्यालरीको तर्फबाट हार्दिक धन्यवाद। गुरुबाकोट नगरपालिका, लभ एन्ड होप नेपाल र ती सानी बहिनीलाई शुभकामना छ उज्जवल भविष्यका लागि।